कतिको एक्साइटेड हुनुहुन्छ भन्ने कुरा तपाईँहरूमा नै हुनेछ। आई होप मलाई लाग्छ तपाईँहरू आजको क्लासको लागि एकदम धेरै एक्साइटेड हुनुहुन्छ र म पनि ढिला नगरिकन उहाँ सरलाई यस क्लासको लागि वेलकम गराउन चाहन्छु। के साँच्चीकै तपाईँहरू रेडी हुनुहुन्छ भन्ने आशा गर्दछु र म पनि ढिला नगरिकन उहाँलाई वेलकम गराउन चाहन्छु। सो लेट्स वेलकम आवर मोस्ट एक्सपेक्टेड एमएम विक्रम सर। फर्स्ट अफ अल थ्याङ्क यू सो मच आवर रेस्पेक्टेड मार्केटिङ म्यानेजर सुमन श्रेष्ठ सरलाई भन्न चाहन्छु। उहाँले मेरो होस्ट गरिदिनु भएकोमा उहाँले हृदयबाट नै धन्यवाद दिन चाहन्छु। अनि आजको सेसन मैले स्टार्ट गर्नुभन्दा अगाडि मैले आफ्नो एउटा सानो परिचयबाट स्टार्ट गर्न चाहन्छु। जस्तै फर्स्ट अफ अल फेरि पनि हजुरहरूलाई नमस्ते। हजुरहरू पक्कै पनि सन्चै हुनुहुन्छ पनि आज पनि गरेको छु। म पनि सन्चै छु। मेरो नाम चाहिँ विक्रम मिश्रा, मेरो घर चाहिँ रौतहट। म हालै कामकुनामा बसिरहेको छु। मेरो स्टडी चाहिँ ब्याचलर सेकेन्ड इयर रनिङमा छु भने म चाहिँ वाइबिओ ट्रेड नेपाललाई 7 महिनादेखि अगाडि बढाइरहेको छु भने म पनि आज एउटा मार्केटिङ म्यानेजरको रूपमा वाइबिओ ट्रेड नेपालबाट आज बढिरहेको छु। आज तपाईँहरूको क्लास के को टपिक्समा छ भने प्रडक्ट रिलेटेड छ। अब मेन चाहिने अब कुनै पनि फिल्डमा के चाहिन्छ भने प्रडक्ट चाहिन्छ। मान्छे अब केही कुरा बेच्नको लागि या केही कुरा किन्नको लागि के चाहिन्छ प्रडक्ट, या केही कुराको मानुषता बिल्डिङहरूको भयो केही कुरा भयो भने तैँले बेच्नको लागि चाहिन्छ हो किन। त्यसै आज पनि यो कम्पनीमा वाइबिओ ट्रेड नेपालमा अब कस्तो कस्तो खाले प्रडक्टहरू छ, त्यो प्रडक्टले कस्तो फाइदा दिन्छ, त्यो प्रडक्टबाट अब तपाईँले युज गर्नुभयो भने भोलिको दिनमा के विशेषता लिन सक्नुहुन्छ भनेर आजको क्लास तपाईँहरूको रेडी हुन गइरहेछ। के तपाईँहरू रेडी हुनुहुन्छ भने प्लिज सबैजना यस कमेन्ट लेखिदिनु होला। यस कमेन्ट लेखिदिनु भयो भने मलाई पनि थाहा हुन्छ अनि तपाईँहरूको क्लास पनि स्टार्ट हुन्छ। यहाँ आइसकेको छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ अब हाम्रो कम्पनीको फर्स्ट अफ अल कम्पनीको नाम अब के छ त वाइबिओ ट्रेड नेपाल। वाइबिओ ट्रेड नेपाल प्राइभेट लिमिटेड कम्पनी। अब वाइबिओ ट्रेड नेपालमा अब कस्तो कस्तो प्रडक्टहरू छ भने होम केयर प्रडक्ट, पर्सनल केयर प्रडक्ट, हेल्थ केयर प्रडक्ट, फुड सप्लिमेन्ट र फेसन कलरिङ प्रडक्टहरू छ। जस्तै हाम्रो कम्पनी अब एउटा नेपाल सरकारबाट मान्यता प्राप्त भएको एउटा लिगल कम्पनी हो भने नेपाल सरकारबाट मान्यता प्राप्त हुनको लागि के चाहिन्छ? लाइसेन्स चाहिन्छ। तपाईँले कुनै पनि सरकारी काम गर्नको लागि के चाहिन्छ? लाइसेन्स चाहिन्छ। जस्तै हाम्रो कम्पनीको लाइसेन्स नम्बर 19 नम्बरमा दर्ता भएको छ। अब यसमा तपाईँले अब अनलाइनको माध्यमबाट पनि सबै कुराहरू हेर्ने मौका पनि पाउनुहुन्छ, प्लस अनलाइनको माध्यमबाट पनि काम गर्ने मौका पनि पाउनुहुन्छ। जस्तै तपाईँले अनलाइनको माध्यमबाट जस्तै फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबको माध्यमबाट तपाईँले काम गर्ने मौका पाउनुहुन्छ। ल अब नेक्स्टमा जाउँ त। अब ल ठिक छ। अब जस्तै यहाँ फर्स्ट हाम्रो प्रडक्ट के छ भने वाइबिओ भिटामिन सी सिरम छ। जस्तै मानिस कि अब अहिलेको समयमा मान्छेहरूले विदेशको प्रडक्टहरू युज गरिरहेछ, अरू देशहरूको प्रडक्टहरू युज गरिरहेछ कि अरू देशको प्रडक्टहरू युज गर्ने बेलामा अब पैसा कता गयो भने अरू देशमा गयो। अरू देश धनीको धनी, हाम्रो देश गरिबको गरिब। तर हाम्रो कम्पनीको चेयरम्यान सर सिओ सरले के सोच्नुभयो भने कि आफ्नै देशको प्रडक्ट भयो भने भोलिको दिनमा आफ्नो देशमा पनि धनी भयो, प्लसमा आफ्नो देशको मान्छेले रोजगार नै पायो। त्यही भएर आफ्नो देशको प्रडक्ट लिएर हाम्रो कम्पनीले वाइबिओ ट्रेड नेपालले हिँडिरहेछ। अनि यो यहाँको प्रडक्ट पनि एकदमै इफेक्टिभहरू छ। किन छ भने मैले पनि युज गरेर यहाँको रिजल्ट पनि बुझेर तपाईँहरूले सेयर गरिरहेको छु कि भोलिको दिनमा तपाईँ पनि युज गर्नुभयो भने पक्कै पनि रिजल्ट राम्रो पाउनुहुन्छ। किनकि यो चाहिँ हाम्रो नेपालमै बनेको जडीबुटीबाट अर्ग्यानिक प्रडक्ट हो। यसबाट तपाईँले मानिस कि अब तपाईँले विदेशको प्रडक्ट युज गर्नुभयो, अब विदेशको प्रडक्ट युज गर्नुभयो केही साइड इफेक्ट केही पर्यो भने अब कसले कन्ट्याक्ट गर्नुहुन्छ? कन्ट्याक्ट गर्नु कसैलाई भन्न मिल्दैन, मिल्छ त? मिल्दैन। तर यो वाइबिओ ट्रेड नेपालको प्रडक्ट युज गर्नुभयो केही राम्रो भयो भने फिडब्याक दिने मौका पाउनुहुन्छ, या केही साइड इफेक्ट पर्यो भने कम्प्लेन गर्ने पनि मौका पाउनुहुन्छ हो कि नै। अब यो के छ भने अब डाइरेक्ट सेलिङ हो। मतलब अरू देशको प्रडक्ट 10 रुपियाँमा उत्पादन भएको छ भने तपाईँनिर आउँदै आउँदै त्यो प्रडक्ट 30 रुपियाँ 40 रुपियाँमा पर्छ भने हाम्रो चाहिँ अब नेपालमै उत्पादन भएको कारणले गर्दा यो डाइरेक्ट सेल्स हुन्छ। तपाईँले 10 रुपियाँमा उत्पादन भएको छ भने 10 रुपियाँमै कम्पनी 10 रुपियाँमै घरमै बसेपछि पाउन सक्नुहुन्छ। जस्तै अब वाइबिओमा अब कस्तो कस्तो प्रडक्ट छ अलरेडी भनिसकेको छु। जस्तै अब यो कुन प्रडक्ट हो भने जस्तै वाइबिओ भिटामिन सी सिरम प्रडक्ट छ। जस्तै यहाँ हेर्न सक्नुहुन्छ भिटामिन सी सिरम एथिलिक एसोरोबिक एसिडबाट बनेको। जस्तै यसले अब के गर्छ, अब के फाइदा पुऱ्याउँछ, तपाईँको स्किनलाई कस्तो बनाउँछ भनेर यहाँ हेर्न सक्नुहुन्छ। जस्तै छालालाई उज्यालो बनाउँछ, कालो दाग र धाबा हटाउँछ, तपाईँको सहयोग गर्छ, सूर्यबाट हानिकारक मतलब घामबाट तपाईँले बच्नको लागि हानिकारक हुन दिँदैन। अब यो भिटामिन सी सिरम तपाईँले फेसमा युज गर्नुभयो भने होइन। जस्तै अब 2 नम्बरमा के छ भने हाइलोरेनिक एसिड। हाइलोरेनिक एसिडले के गर्छ भने तपाईँको एउटा छालामा गहिरो हाइड्रोजन भिजाउने शक्ति पुर्याउँछ, सुक्खा छालालाई नरम र चम्किलो बनाउँछ। जस्तै यहाँ अब 3 नम्बरमा के छ भने एलोभेरा एक्सट्र्याक्ट। तपाईँहरू पनि थाहा छ अहिले एलोभेरा एकदमै कुनै पनि प्रडक्टमा एलोभेरा चाहिन्छ, एलोभेरा युज गर्नुपर्ने हुन्छ। जस्तै छालाको जलन र एलर्जी कम गर्छ, सनबर्न वा पोलिएको छालामा चिसो प्रभाव दिन्छ। अब यसले के गर्छ भने मान्छेको तपाईँको जरे उरेको केही छ भने युज गर्नुभयो भने तपाईँ एकदमै शीतल गरिदिन्छ कि तपाईँको छालालाई एकदमै शान्त कुल बनाइदिन्छ हजुरहरूलाई। के को लागि? भोलिको दिनमा युज गर्नुभयो केही साइड इफेक्ट पनि आउँदैन, प्लसमा केही झरेको छ भने त्यहाँबाट पनि अलिक रिल्याक्स गरिदिन्छ हजुरलाई। अब 4 नम्बर के छ भने ग्लिसरिन भन्छ त्यसलाई। ग्लिसरिन भन्नाले अब ग्लिसरिनबाट के फाइदा पाउनुहुन्छ भने छालालाई भिजाइराखे प्राकृतिक तत्त्व हो,
सुक्खा र फाटेको छालालाई फेरि नरम बनाउँछ। अब यसले के गर्छ, एउटा प्राकृतिक निखार दिन्छ तपाईँलाई। छालाले फाटेको छालालाई फेरि अब तपाईँलाई एउटा राम्रो बनाइदिन्छ, चिटिक्क बनाइदिन्छ। 5 नम्बरमा के छ भने नेचुरल एजेन्टियल ओइल्स भन्नु जस्तै प्राकृतिक सुगन्ध र शान्त प्रभाव दिन्छ। अब यसले एउटा प्राकृतिक नेचुरल अब तपाईँको सुगन्ध पनि दिन्छ। भोलिको दिनमा युज गर्नुभयो भने तपाईँले सुगन्ध नि पाउनुहुन्छ, प्लसमा एउटा फेसबाट अर्कै चमक निखार पाउनुहुन्छ। अब यसलाई यो त भन्ने, अब यसलाई कसरी युज गर्ने भन्ने कुरा तपाईँले यहाँ हेर्न सक्नुहुन्छ। जस्तै प्रयोग गर्ने तरिकाहरू, जस्तै सबैभन्दा पहिलो के गर्नु पर्यो, तपाईँको अनुहार सफा गर्नु पर्यो। एउटा पानीले होस्, पानीले सफा गरेपछि एउटा सफा पानीले सफा गर्नुपर्ने हुन्छ। त्यसपछि येलो निम फेस वास प्रयोग गर्नुपर्ने हुन्छ। त्यो प्रयोग गर्नुभयो भने तपाईँको अनुहारलाई नरम रूपमा धोएर सुक्खा पार्नुहोस्। अब के गर्नु पर्यो, येलो निम फेस वास प्रयोग गरेर तपाईँले अनुहारलाई एकचोटि टावलले मजाले के गर्नु पर्यो, अब त्यसलाई धोएर सुक्खा गर्नु पर्यो। त्यसपछि अब 2 नम्बरमा के गर्नु पर्यो, वाइबिओ भिटामिन सी सिरमका 2 देखि 3 थोपा आफ्नो औलामा राख्नुहोस्। त्यसपछि बोतलबाट ड्रप प्रयोग गरी केही थोपा सिधा औलामा झर्नुहोस्। अब मानिसले अब तपाईँले के गर्नु पर्यो, भिटामिन सी जस्तै के येलो निम फेस वास युज गरिसक्नु भएको छ। त्यसपछि अब मुखले सुक्खा पनि बनाइसक्नु भयो। त्यसपछि अब भिटामिन सी सिरमबाट 2 बुन्द या 3 बुन्द हालेर मजाले रब गरेर अब फेसमा यसरी मजाले रब गर्नुभयो, बिस्तारै सबै ठाउँ पुग्नु पर्यो। यसरी रब गर्नुभयो भने तपाईँको परिपूर्ण हुन्छ। जस्तै 3 नम्बरमा के छ भने अनुहार र घाँटीमा सफा औलाले हल्का ट्याप गर्दै लगाउनुहोस्। अब यो एउटा फेसमा मात्र पनि होइन कि तपाईँको घाँटीहरू पनि अलि अर्कै फुटेको जस्तै हुन्छ, छालाहरू फुटेको जस्तै कालो जस्तै हुन्छ भने त्यहाँ पनि अलिक मजाले युज गर्नुभयो भने, किनकि तपाईँ बाहिर हिँड्ने बेलामा ड्रेस लगाउनुहुन्छ, ड्रेस लगाउने बेलामा के हेर्छ त, तपाईँको घाँटी हेर्छ, फेसहरू हेर्छ, यस्तो साइडहरूको पनि हेर्छ नि त। त्यही भएर त्यहाँ पनि युज गर्नुभयो भने त्यो पनि छिटिक्क अलिक टल्किन्छ। 4 नम्बरमा के छ भने सेरमपछि नरम ग्लो म्याक्स मोइस्चराइजर क्रिम प्रयोग गर्नुहोस्। अब सिरम युज गरेपछि के गर्नुपर्छ, मोइस्चराइजर लगाउनु पर्ने हुन्छ। छालालाई थप पोषण र नमी दिनको लागि। अब एउटा मोइस्चराइजरले के गर्छ, तपाईँ फाटेहरूको कुरो जस्तै छालाहरू फुटेको छ नि, त्यो कुरालाई नरम गरिदिन्छ। तपाईँ छालाहरू टाइट छ भने त्यसलाई नरम गरिदिन्छ। 5 नम्बरमा के छ भने बिहान प्रयोग गर्दा सन अम्ब्रेला क्रिम लगाउनु अनिवार्य छ। सन अम्ब्रेला क्रिम लगाउनु भयो भने तपाईँलाई भोलिको दिनमा अब त्यहाँबाट केही कालो धब्बाहरू छ भने त्यो नि हटाउँछ। अब 6 नम्बरमा के छ भने बिहान र बेलुका दिनमा 2 पटक प्रयोग गर्नुपर्ने हुन्छ। जस्तै 2 पटक युज गर्नुपर्ने हुन्छ। जस्तै बिहान युज गर्नुहोस् भिटामिन सी सिरम, अनि बेलुका पनि या देउसो पनि युज गर्न सक्नुहुन्छ। जस्तै लगातार प्रयोग गर्दा मात्रै छालामा सुधार देखिन्छ, त्यसैले नियमित क्याम्प राख्नुहोस्। अब मानिसले कुनै कुरा तपाईँले डक्टरले सुझाव गरिदियो कि अब मानिसले तपाईँले 1 महिनासम्म टेब्लेट खानुहुन्छ के को लागि, ठिक हुनको लागि, उपचार हुनको लागि। त्यस्तै यो पनि छ, यो पनि अब लगातार कन्सिस्टेन्सी दिएर लगातार युज गर्दै जानुभयो भने तपाईँको पनि फेस एकदमै चिटिक्क बनाउँछ। अब अर्को के छ भने वाइबिओको सन अम्ब्रेला क्रिममा SPF 50+ नै छ के, बुझ्नुभयो। अब यसमा एउटा सन अम्ब्रेला क्रिम सबैलाई इम्पोर्टेन्ट हुन्छ। मानिस एउटा केटा र केटी सबैलाई चाहिन्छ कि हो। यो किन छ भने मानिसहरू तपाईँले मेहनत गर्नुहुन्छ, पसिना बगाउनुहुन्छ होइन, सबै मेहनत गर्नुहुन्छ, घाममा जानुहुन्छ। अब घाममा जानुभयो भने के हुन्छ, बाहिरको धुलहरू तपाईँको स्किनमा आउँछ, प्लसमा घामले अब तपाईँको स्किनलाई कालो बनाउँछ। तर यो कुरा तपाईँले सन अम्ब्रेला क्रिम युज गर्नुभयो भने तपाईँको घामबाट पनि सेफ पाउनुभयो, बाहिरको धुलो माटीबाट पनि सेफ हुने मौका पाउनुहुन्छ। अब यो क्रिम युज गर्नुभयो भने अब घामले तपाईँको छालालाई घामले पनि हानि गर्दैन। तपाईँको छालाले कसले प्रोटेक्ट गर्यो त, अब सन अम्ब्रेला क्रिमले गर्यो। जस्तै यसमा अब के कुराबाट बनिएको छ भने जस्तै एभोनोइज UVA किरणबाट छालालाई सुरक्षा गर्छ। BNE नम्बर 1 UVB किरणबाट सनबर्न हुन दिँदैन। जस्तै सेफ्रोन ओइल केसर तेल छालालाई प्राकृतिक उज्यालो बनाउँछ, तपाईँको छालालाई प्राकृतिक उज्यालो बनाउँछ, प्लसमा भिटामिन E पनि दिन्छ। यो यहाँबाट युज गर्नुभयो भने तपाईँले ग्लोसरिक छालालाई भिजाइराख र चौरी कम गर्छ। अब छालालाई पनि भिजाइराख्ने, अलिक सफ्ट राख्ने, अनि चौरीपन हटाउने। जस्तै 6 नम्बरमा के छ भने प्युरिफाइड वाटर। यसमा प्युरिफाइड वाटरले के गर्छ, तपाईँलाई छालामा ताजगी र सफा आधार दिन्छ। अब 7 नम्बरमा के छ भने डिस्पोलिक एडिपेट छ। जस्तै छालालाई नन्न स्टिक चिल्लो नदेखिने बनाउँछ। अब यसले मानिस कतिजनाको स्किन के हुन्छ, चिल्लो गर्ने हुन्छ। अब यसले तपाईँले चिल्लोपन हटाउँछ। जस्तै अब 8 नम्बरमा के छ भने मेथिलिफेरन एन्ड प्रोपलाइनरेन MP एन्ड PPP। यसले के गर्छ भने सनस्क्रिनलाई लामो समयसम्म सुरक्षित राख्छ। प्रयोग गर्दा छालालाई
ताजा पूर्ण सुगन्ध दिन्छ। अब यसले के गर्नुभयो भने एउटा परफ्युम दिन्छ, सुगन्ध दिन्छ, एउटा नेचुरल तपाईँले सुगन्ध प्रोभाइड गर्छ यसले। मैले पनि यो सनस्क्रिन अम्ब्रेला युज पनि गरेको छु, मैले यहाँ यो युज 7 महिनादेखि गरिरहेको छु, मेरो पनि यसलाई एकदमै रिजल्ट राम्रो दिएको छ कि। भोलिको दिनमा मैले पनि यसलाई 100% विश्वास गरेको छु। किन गरेको छु भने अब तपाईँले पनि एउटा 100% किन भन्छु युज गर्नुहोस् भनेर, किनकि मैले पनि यो प्रडक्ट युज गरेर फिल गरेर गरिसकेका छु। यसको रिजल्ट एकदमै मलाई मन पर्यो। अनि यो तपाईँहरूले पनि युज गर्नुभयो भने म यो भन्छु कि तपाईँहरूले पनि पक्कै पनि 100% राम्रो रिजल्ट दिन्छ कि यसले। अब यो कसरी युज गर्ने भन्ने एकछिनमै हेर्नुहोस् ल। अब यता जस्तै यहाँ हेर्न सक्नुहुन्छ प्रयोग गर्ने तरिका। अब प्रयोग कसरी गर्ने, पहिला अनुहारलाई सफा गरिसक्नुपर्ने हुन्छ। अब अनुहारलाई सफा के गर्ने, ग्लोम्याक्स येलो निम फेस वासबाट अब तपाईँले अनुहारलाई फ्रेस गर्नुभयो, एकचोटि मान्छे एउटा सफा पानीले फेस गर्नुभयो, फेरि त्यसपछि ग्लोम्याक्स येलो निम फेस वास, ग्लोम्याक्स अति ब्रान्डको येलो निम फेस वास तपाईँले युज गर्नुभयो। उसले पनि मजाले रब गरेर यसरी मजाले रब गरेर तपाईँले धुएपछि अब के गर्नु पर्यो, अब थोरै मात्रामा वाइबियो सन अम्ब्रेला क्रिम लिएर अनुहारमा या घाँटी र खुल्ला भागहरूमा जस्तै अनुहारदेखि लिएर यहाँ घाँटीहरू सबैतिर लगाउनुभयो। लगाएपछि अब फेरि 3 नम्बरमा के छ भने घामबाट निस्कुनुभन्दा कम्तीमा 15 या 20 मिनट पहिला अगाडि, घामबाट पनि मानुस तपाईँले कतै जानु छ भने 10 मिनट 15 मिनट अगाडि नै यो सनस्क्रिन के गर्नुपर्छ, युज गर्नुपर्ने हुन्छ। यो सनस्क्रिन युज गर्नुभयो भने दैनिक प्रयोग गर्न मिल्ने, यो सधैँ युज गर्नुपर्ने हुन्छ। जस्तै मानिस अब मैले आज काम छ बाहिर जानु छ, अब धुपतिर जानु छ, घाम टन्नै उडिएको छ कि घाम एकदमै तातो छ, अब यो युज गरेर जानुभयो भने तपाईँको स्किनले अब जति नै घाम आयो भने अब कालो असर गर्दैन, प्लसमा तपाईँले बाहिरको धुलमिट्टी स्किनमा आएर बस्छ त्योहरू पनि तपाईँले सफा गर्छ। प्लसमा तपाईँले हिँडिराख्नु भएको छ भने गाडीबाट निस्केको धुलोहरू पनि तपाईँलाई त्यहाँबाट पनि बचाउँछ। अब वाइबियोको ब्राइट ब्लुम फेस क्रिम, अब एउटा के हो, यो ब्लुम फेस क्रिम हो। अब यसले के गर्छ भने अब तपाईँ जस्तै विच हेजल एक्स्ट्रा भन्नाले अब छालालाई पोर्स टाइट बनाउँछ र त्यसले नियन्त्रण गर्छ। मानिस तपाईँको स्किन ओइली छ भने यसले अब के गर्छ, तपाईँको ओइली स्किनलाई नियन्त्रण गर्छ, तपाईँको स्किनमा भएको ओइलहरू हटाउँछ कि यसले। अब 2 नम्बरमा के छ भने अलमन्ड, अब यो केबाट, अलमन्डबाट भनेको पनि छ अलमन्ड बदाम तेलबाट। जस्तै छालालाई के, बदाम तेलले के गर्छ, छालालाई गहिरो पोषण दिन्छ अनि चौरी कम गर्छ। अब 3 नम्बरमा के छ भने रोज एक्सट्र्याक्ट गुलाब अर्क, छालामा निखार ल्याउँछ र चिसोपन प्रदान गर्छ। अब यसले के गर्छ, एउटा चिसो बनाउँछ कि तपाईँको छालालाई। मानिसको तपाईँको कुनै बेलामा छाला के गर्छ, अलि जलन दिन्छ नि, जलन। अब यसले युज गर्नुभयो भने अब तपाईँको छालालाई एकदमै शान्त दिन्छ, कुल गरिदिन्छ कि तपाईँको छालालाई एकदमै शान्त बनाएर चिसोपन दिन्छ। अब अर्को के छ 5 नम्बरमा एप्रिकोट ओइल, खुर्सानी तेल, जस्तै छालालाई कोमल चम्किलो र पोसिलो बनाउँछ। अब यसले के गर्यो, तपाईँले छालालाई एउटा कोमल बनाइदिन्छ, चम्किलो र पोसिलो बनाइदिन्छ। अब एउटा लेमन पनि यसमा युज गरेको छ। अब लेमन भन्नाले कागती, अब डार्क स्पेस हटाउनको लागि, दाग धब्बा हटाउनको लागि या ट्यान हटाउनको लागि। अब निम भन्नाले के गर्छ, तपाईँले पिम्पल हटाउँछ र इन्फेक्सनहरू कम गर्छ। अब मानिस यो सबै कुरा के भयो, नेचुरल भयो नि। जस्तै हाम्रो एउटा रोज पनि नेचुरल नै हो, क्यारोट भन्नाले गाजर पनि नेचुरल नै हो, एप्रिकोट ओइल भन्नाले अब त्यो के भन्छ सनफ्लावर, थाहा छ नि तपाईँले, सनफ्लावर पनि नेचुरल नै हो। अब कार्तिक पनि नेचुरली हो, प्लसमा निमको पात पनि नेचुरली नै हो। त्यही भएर हाम्रो चाहिँ के भनिन्छ, नेपालमै बनेको जडीबुटीबाट अर्ग्यानिक प्रडक्ट छ। यहाँ हेर्न सक्नुहुन्छ पुरै अर्ग्यानिक हो, बुझ्नुभयो। तपाईँले पनि युज गर्नुभयो भने यहाँबाट केही साइड इफेक्ट पाउनुहुन्न, बुझ्नुभयो। अब यसलाई अब कसरी युज गर्ने भन्नाले अब के छ भने यहाँ हेर्न सक्नुहुन्छ वाइबियो ब्राइट। अब कसरी युज गर्ने भने क्लिन योर फेस टकली विथ अ ग्लोम्याक्स येलो, जस्तै त्यति बेला युज गर्नुभएको थियो नि निम फेस वास, त्यसले अब तपाईँले फेरि फेस धुनुभयो। फेस धोएपछि अब 2 नम्बरमा टेक अ स्मल अमाउन्ट अफ वाइबियो ब्राइट ब्लुम, जस्तै अब त्यो युज गर्नुभयो, युज गरेपछि 2 मिनट कम्तीमा 2-4-5 मिनट वेट गरेपछि अब फेरि यहाँबाट क्रिम लिने, क्रिम लिएपछि मजाले सबैतिर यहाँसम्म सबैतिर लगाउनु भयो, लगाउनु। त्यसपछि अब एप्लाई इभेनली अन द फेस एन्ड नेक, फेस भन्नाले अब फेसमा पनि लगाउनु, नेकतिर पनि लगाउनु, किनकि तपाईँको मेनली हेर्ने फेस नेकतिरै नै हो। अनि पछि गएर हातमा पनि लगाउन सक्नुहुन्छ, हात हेर्ने हो होइन। अब 4 नम्बरमा के छ भने लिभ इट ओभरनाइट, नो निड टु वास अफ।
यो नाइटबाट अब लगाउनु भयो भने अब यसलाई वास नगर्नु भनेको छ विच एभ्री नाइट फर बेस्ट रिजल्ट। अब सधैँ नाइटमा युज गर्नुभयो भने तपाईँको यहाँबाट रिजल्ट राम्रो आउँछ। यो चाहिँ अब के हो भने एउटा नाइट क्रिम हो, एउटा नाइटमा युज गर्ने क्रिम हो। नाइटमा सुत्नुभन्दा अगाडि फेस वासले तपाईँले धुनु, फेस धुएपछि अब यो नाइट क्रिम युज गरेर मजाले सुत्नुहोस्। किनकि अब दिनमा मात्र स्किन केयर गरेर के हुँदैन, नाइटमा पनि स्किन केयर गर्नु पर्यो। अब नाइटमा पनि स्किन केयर गर्नुभयो भने तपाईँको स्किन पक्कै पनि टल्किन्छ, तपाईँ पनि एउटा हिरो एउटा हिरोइन जस्तै फेस बनाएर हिँड्न सक्नुहुन्छ। र त्यस्तो फेस भयो भने अब अरू मान्छेहरू तपाईँबाट के हुन्छ, आकर्षित हुन्छ। जस्तै अब हाम्रो YBO को के छ भने प्रिमियम रोज वाटर भन्नाले एउटा गुलाबको फुलबाट बनेको रोज वाटरहरू हो। प्लसमा यसमा अरू कुराहरू मिलाएर एउटा रोज वाटर बनाएको छ। किनकि अहिलेको समयमा सबैजना मान्छेले कुनै एउटा ब्युटी पार्लरमा अनि जानुभयो भने यो रोज वाटर एकदमै इम्पोर्टेन्ट हुन्छ कि सबैतिर युज भइरहेको हुन्छ। तपाईँले ब्युटी पार्लरमा जानुहोस् या तपाईँले केटा मान्छेले कपाल कटाउने बेलामा फेसियल गर्छ नि त्यति बेला पनि यो रोज वाटर युज गरेको हुन्छ। जस्तै रोज वाटर गुलाब जल, यसलाई गुलाब जल पनि भन्छ। छालामा ताजागी, चमक र प्राकृतिक निखार ल्याउँछ। चाउरी र दागको फेड गर्न सहयोग गर्छ। अब 2 नम्बरमा के छ भने डिस्टिलाइड वाटर, शुद्ध पानी। अब एउटा शुद्ध पानी यसमा युज गरेको हुन्छ। जस्तै शुद्ध पानीले के गर्छ, तपाईँको छालालाई चिसो र सफा सन्तुलित बनाउँछ। अब ग्लिसरिन पनि एकदमै इम्पोर्टेन्ट छ कि छालाको लागि। ग्लिसरिनले अब के गर्छ भने छालामा नमी कायम गरेर राख्छ र सुखापन हटाउँछ, छालालाई नरम र कोमल बनाउँछ। अब एउटा भिटामिन ई अब के गर्छ भने छालाको पुनर्निर्माण सहयोगी र सूर्यको असरबाट पोलिएको छालालाई निको पार्छ। एकदम राइट। मानिस भोलिको दिनमा तपाईँले हिँडिराख्नु भएको छ भने सूर्यबाट मानिस तपाईँको छालाले पोलिरहेको छ भने यो कुरा युज गरेर हिँड्नु भयो भने तपाईँको छाला पोल्न दिँदैन। छालालाई अब नरम बनाउँछ, छालालाई अब एकदमै के बनाउँछ, कुल बनाउँछ, एकदमै चिसो बनाउँछ कि यसले। अब 5 नम्बर के छ भने इजेन्टियल वेस्ट, आवश्यक प्राकृतिक तेलहरू। जस्तै छालामा समय, सुगन्ध र आरामदायी अनुभूति दिन्छ, छालालाई पोषण र प्रदान गर्छ। अब एलोभेरा एक्ज्याक्ट जस्तै घिउ कुमारी भन्छ नेपालीमा होइन, छालालाई के गर्छ, चिसोपन ल्याउँछ र जलन हटाउँछ। एउटा एलोभेरा मानिसले तपाईँको भोलिको दिनमा तपाईँ एउटा घरमा हिँड्नुहुन्छ, केही काम गर्दै हुनुहुन्छ, खाना पकाउँदै हुनुहुन्छ, अब खाना पकाउने बेलामा अब केही तपाईँको जल्यो भने त्यति बेला यो रोज वाटर हाल्नु भयो भने चिसो दिन्छ कि तपाईँले जलनबाट अलिक शान्त पारिदिन्छ। जस्तै यो पनि उसले गर्यो। जस्तै एलोभेरा भन्छ नि, एलोभेरा रोप्नु भएको छ, अब त्यहाँको पत्ता लिएर आउनुभयो, त्यहाँको भित्रको निस्काएर अब त्यो जलेको ठाउँमा हाल्नुभयो भने त्यसलाई पनि के गर्छ, शीतल गरिदिन्छ कि तपाईँले जलेको ठाउँमा अलिक शान्त गरिदिन्छ। प्लसमा यो कुरा मैले उपयोग गरेर पनि हेरिसकेको छु। एकजना मेरो बहिनीले पनि यस्तो खाना बनाउने बेलामा जलेको थियो। तब पनि मलाई त्यति बेला के आइडिया मेरो माइन्डमा आयो भने एलोभेराले अब के गर्यो, मैले एलोभेरा लिएँ अनि उसको जलेको ठाउँमा मजाले युज गरेँ अनि उसको जलेको ठाउँमा युज गरेर एकदमै रिल्याक्स फिल भएको थियो कि उसलाई, बुझ्नु नि। अनि यो रोज वाटर पनि त्यही सेमै काम गर्छ। जलेको ठाउँमा तपाईँले या तपाईँ मानिस बाहिर निस्किराख्नु भएको छ भने यसले तपाईँको फेसलाई एकदमै चिसो बनाउँछ। भोलिको दिनमा अरू केही कुरा जऱ्यो भने अब यो पनि यो रोज वाटर युज गर्नु भने त्यहाँ पनि चिसो बनाउँछ क्या। अब यसलाई कसरी प्रयोग गर्ने भने अनुहार सफा गरेपछि गुलाब जल छालामा कटनले लगाउने। कटनले भन्नाले अब एउटा कटन हुन्छ नि, रुई हुन्छ नि, रुईले अब यहाँ मजाले चोप्नु अनि चोपेर मजाले युज गर्नु। या तपाईँले हातले पनि गर्न सक्नुहुन्छ। हात मजाले धुनुहोस्, साबुनबाट या जेलीबाट हात मजाले धुनुहोस्, त्यसपछि 2-4 बुँदा हाल्नुहोस् अनि मजाले यसरी रब गरेर यसरी मिलाउन सक्नुहुन्छ कि यसलाई। अब 2 नम्बरमा के छ भने टोनरको रूपमा प्रयोग गर्दा फेसवास सधैँ छालामा लगाउनुहोस्। अब सधैँ युज गर्नुभयो भने मैले पनि यो रोज वाटर युज गरेको हो कि रोज वाटर मैले पनि अहिले 7 महिना कम्प्लिट भएको छ मेरो काम गर्दै, 7 महिनादेखि युज गरिरहेको छु। एकदमै इफेक्टिभ पनि छ यो, मैले पनि युज गरेको छु अनि हजुरले पनि युज गर्नुभयो भने भोलिको दिनमा राम्रो हुन्छ। किनकि मैले जुन कुरा युज गरेको छु त्यो कुरा म हजुरलाई 100% भन्छु, युज गर्नुभयो भने भोलिको दिनमा तपाईँले पनि रिजल्ट राम्रै आउँछ। किनकि मेरो पनि रिजल्ट राम्रै दिएको छ। जस्तै अब 3 नम्बरमा राति सुत्नु अघि छालामा लगाउँदा चिसोपन र आराम मिल्छ। अब मानिस तपाईँले सुत्ने बेलामा पनि यसलाई युज गरेर सुत्नुभयो भने स्किन चिसो भयो भने आराम मिल्छ कि सुत्ने बेलामा पनि लाग्छ कि अब सुत्नुपर्छ भनेर अब रिल्याक्स फिल हुन्छ कि। रिल्याक्स फिल भयो भने मान्छेलाई छिटै निन्द्रा आउँछ। तर रिल्याक्स फिल भएन भने तातो भयो, गर्मी भयो, यताउता केही जलन जस्तो भयो भने अब के गर्नुहुन्छ, छटपटाउनु हुन्छ नि त। तर यो कुरा युज गर्नुभयो भने तातो हुँदैन, चिसो बनाउँछ, आरामदायक दिन्छ अनि तपाईँले सुत्ने बेलामा पनि मजा आउँछ। अनि 4 नम्बरमा के छ भने मेकअप अघि बेस टोनरको रूपमा प्रयोग गर्न सकिन्छ। म अहिले अलरेडी यसको बारेमा भनिसकेको छु कि यसले तपाईँ मानिसले एउटा ब्युटी पार्लरमा जानुभयो या एउटा केटा मान्छेले सेलुनमा नि गयो भने यो कुरा युज गर्छ कि, बुझ्नु नि। फेस सफा गर्ने बेलामा या तपाईँले त्यो के भन्छ फेस वास गर्ने बेलामा योहरू पनि युज गर्छ, रोज वाटर युज गर्छ कि। ब्युटी पार्लर खोल्ने मान्छेसँग पनि गएर सोध्न सक्नुहुन्छ, उसलाई यो रोज वाटर एकदमै आवश्यक परेको छ। अब अर्को छ मेरो फेभरेट क्लिन्जर
क्लिन्जर मलाई एकदमै मन परेको क्लिन्जर, मैले 7 महिनादेखि पनि यो युज गरिरहेको छु। यो चाहिँ अब के छ भने फ्रुटहरूबाट हाइड्रेट गरेर बनेको हो। फ्रुटहरूलाई जस्तै मानिसको अब एउटा मिक्स फ्रुटलाई मिक्स गरेर यो बनाइएको हो। के को लागि? तपाईँको दाग धब्बा हटाउनको लागि एकदमै भित्रबाट। जस्तै एलोभेरा फेस वास थियो नि, त्यसले के गर्छ माथिको हटाउँछ, तर यो क्लिन्जर युज गर्नुभयो भने तपाईँको स्किनको भित्रको पनि सबै कुरा हटाउँछ कि, जस्तै क्लिन गरिदिन्छ। जस्तै अब के गर्छ भने छालामा प्राकृतिक भिटामिन पुर्याउँछ, गहिरो सफा गर्छ के एउटा मानिस कि तपाईँले कुनै फेस वास युज गर्दै हुनुहुन्छ भने जस्तै एलोनेम फेस वास वाइबिट्रे नेपालको युज गर्दै हुन्छ, त्यसले के गर्छ माथिको मात्र हटाउँछ। त्यसले युज गर्नुभयो भने त्यो युज गरेपछि यो युज गर्ने हो। एलोभेरा फेस वास युज गरेपछि यो युज गर्नुभयो भने केही छिन वेट गरेर यो युज गर्नुभयो भने तपाईँको भित्रदेखि सबै कुरा हटाउँछ के, बुझ्नुभयो? अब यसमा अब मृत छालालाई हाइड्रेट, ताजा र चम्किलो छाला दिन्छ। यसले मैले युज गरेको 7 महिनादेखि युज गरिरहेको छु। यसले मलाई एकदमै राम्रो रिजल्ट दिएको छ, तपाईँले पनि रिजल्ट एकदमै दिन्छ। अब यसमा पनि अरू के हालेको छ भने हनी मह हालेको छ। मत एकदमै हाम्रो कुनै पनि कुरा भयो भने या कुनै बिरामी भयो भने मध एकदमै इम्पोर्टेन्ट छ क्या हाम्रो लाइफमा। मधलाई एउटा सानो बच्चामा जस्तै खोकी लुगा लाग्यो भने मध युज गर्छ, त्यस्तै पनि यो मध एउटा के हो भने मध एउटा मेडिसिनको रूपमा पनि युज हुन्छ, यसमा पनि राखेको छ। अब मेरो एउटा मधले के गर्छ छालालाई हाइड्रेट राख्छ र कोमल बनाउँछ। एन्टिबायोटिक गुणले पिम्पल घटाउँछ। अब एउटा महले के गर्यो तपाईँको पिम्पललाई हटायो, एन्टिबायोटिकले छालालाई हाइड्रेट राख्यो, प्लसमा कोमल बनाउँछ। 3 नम्बरमा के छ भने C1316 स्किन कन्डिसनर एजेन्ट। यसले के गर्छ भने तपाईँको छालालाई नरम र स्मुथ बनाउँछ। अब एउटा भिटामिन A, C एन्ड E भिटामिन 3वटा छ क्या यहाँ। भिटामिन A पनि छ यसमा, भिटामिन C पनि छ र भिटामिन E पनि छ। अब छालाले के गर्यो निर्माण र चमक बढाउँछ, चौरी र फिका छाला सुधार गर्छ, छालालाई उज्यालो बनाउँछ र दाग फेद गर्छ। जस्तै छालालाई प्रदूषणबाट जोगाउँछ, सुक्खा र ड्यामेज हुन दिँदैन। अब यसले के गर्छ तपाईँको बाहिर जानुभयो भने के गर्छ धुलो माटोबाट बचाउँछ, तपाईँको छालालाई ड्यामेज हुनुभन्दा बचाउँछ, तपाईँको छालालाई एउटा प्रदूषणबाट नि बचाउँछ, तपाईँको छालाले दाग फेडबाट नि बचाउँछ, अब तपाईँको छालालाई चम्किलो बनाउँछ यसले। अब यसले प्रयोग कसरी गर्ने भने अनुहारले पानीले भिजाउनुहोस्। जसरी अनुहारले पानीले पनि भिजाए पनि हुन्छ, या अनुहारमा एउटा मान्छे एलोनिम फेस वास त्यो युज गर्नुभयो भने हुन्छ। अब त्यसले मजाले साफ गर्नुभयो भने त्यसपछि थोरै मात्रामा आफ्नो हातमा हालेपछि मजाले मिलाउने, अनि मजाले अलि फेस अलि भिजेकै हुनुपर्छ, फेसलाई नपोस्नु भयो भिजेकै हुनुपर्छ। त्यसपछि किनकि यो अहिले के हुन्छ भने अब एउटा पेस्ट जस्तै अलि गाह्रो हुन्छ, गाह्रो भन्नाले अब पेस्ट जस्तै पेस्ट निकाल्नु हुन्छ नि त अलि कस्तो हार्ड जस्तो हुन्छ, त्यस्तै हुन्छ कि। अब अलि फेस मजाले भिजेको छ अनि पानीहरू छ भने अब त्यसमा मिलाउनु भयो भने अलि नरम हुन्छ, नरम मिलाएर मजाले मिलाउनु 5 मिनट जति अब यसलाई सफा गर्नु, 5 मिनट कम्तीमा गर्नुभयो भने त्यसपछि फेस धुनुभयो भने तपाईँको फेसको भित्रको डेड स्किनहरूलाई पनि मार्छ, तपाईँले कालो दाग धब्बा बसेको पनि मार्छ कि यसले। अब मान्छे 2 नम्बरमा थोरै मात्रामा वाइबियो ताजा क्लिन्जर हातमा लिएर टोक्सिक छोला बनाई अनुहारलाई मालिस गर्नुहोस्, मजाले रब गर्नु, मजाले फेरि यसरी बेसरी गर्नु छैन कि बिस्तारै सफ्टली हामीले बिस्तारै गर्नु छ कि। बिस्तारै गर्नुभयो भने अब तपाईँको 30 या 45 सेकेन्डसम्म नरम रूपमा मसाज गर्नुपर्ने हुन्छ। मैले त भन्छु तपाईँले मजाले 2-4-5 मिनटले मजाले मसाज 2 मिनट कम्तीमा म्याक्सिमम 2 मिनटसम्म गर्नुभयो भने हजुरलाई फाइदा इफेक्टिभ हुन्छ। अनि पछि चिसो वा मनतातो पानीले राम्ररी पखाउनुहोस्। जस्तै मान्छे अब पछि के भएर फेरि चिसो पानीले धुनु भयो भने या अलि मन तातो अलि थोरै तातो पनि भयो, अलि चिसोको समय छ, अलि कतिजनाले तातो पानी, तर धेरै तातो नगर्नु, धेरै तातो गर्नुभयो भने अलि नराम्रो पनि हुनसक्छ। तर अलि चिसो, मैले भन्छु पर्सनल ओपिनियन यही भन्छु कि चिसो पानी, मैले अहिलेसम्म चिसो पानीले गरेको छु, चिसो पानीले धुनुहोस्। अनि त्यसपछि दिनमा 2 पटक बिहानै उठ्ने बित्तिकै अनि सुत्ने टाइममा पनि युज गर्न सक्नुहुन्छ। अब तपाईँको जस्तै सपको कुरा भयो, पपाया स्किन केयर सप, मानिसले अब तपाईँहरूले सप पनि युज गर्नुहुन्छ, तर अरू केमिकलहरूबाट बनेको विदेश प्रडक्टहरूको सपहरू युज गर्नुहुन्छ। त्यो चाहिँ हाम्रो चाहिँ नेपालमै बनेको जडीबुटीबाट बनेको प्रडक्ट छ पपाया सप। पपायाबाट एउटा अर्मेमा भन्छ हाम्रो भाषामा, अब तपाईँ अलि नेपालीमा के भन्छ त्यो मलाई थाहा छैन, तर पनि एउटा पपायाबाट बनेको सप तपाईँले युज गर्न सक्नुहुन्छ। अब यसले के गर्छ तपाईँको छालालाई सेतो बनाउँछ र भिटामिन A, C र E प्रदान गर्छ। 3वटा भिटामिन प्रदान गर्छ तपाईँको छालालाई। 3वटा भिटामिन प्रदान गर्यो भने तपाईँको छाला एकदमै चम्किलो बन्छ, तपाईँको छालालाई घामबाट बचाउँछ र नरम राख्छ। यसले छालाको डेड सेल्सहरू हटाउँछ, तपाईँको छालालाई चिल्लो र स्वास्थ्य बनाउँछ, दागहरू कालो दागहरू मेटाउँछ, मद्दत गर्छ। यसले पिम्पल हटाउने मद्दत पनि गर्छ।
अब एउटा रोज स्किन केयर सप, एउटा गुलाबबाट बनेको सप पनि छ। अब यसले तपाईँले के गर्छ भने यसले छालालाई सङ्क्रमणबाट बचाउँछ, यसले छालालाई घामबाट जोगाउँछ, यसले छालाको एलर्जी हटाउँछ, यसले छालालाई नरम र चिलो र राम्रोसँग हाइड्रेट राख्छ, छालालाई जवान राख्दछ र साना रेखाहरू र चाउरीहरू कम गर्दछ। जस्तै मानिसको अब एउटा बुढाहरूको बेलामा अलि मतलब एज बढी भयो भने यहाँ जस्तै तपाईँको छालाहरूलाई यहाँ जस्तै छालाहरूमा हुन्छ नि, छालाहरूमा स्किनहरू एउटा सानो रेखाहरू परेको जस्तो हुन्छ या फाटेको हुन्छ, फुटेकोहरू हुन्छ नि, त्यो छालालाई नरम बनाउँछ कि यसले रोज वाटरले, रोज सपले, बुझ्नुभयो। छालाको प्राकृतिक तेल सन्तुलन कायम राख्छ र अत्याधिक सुखापन वा तेललाई रोक्छ। जस्तै मानिसको तपाईँको छालामा सुखापन छ र बढी ओइली पनि छ भने यसले त्यसलाई पनि कम गर्छ अनि एउटा प्राकृतिक सुगन्ध पनि दिन्छ हजुरलाई युज गर्नुभयो भने। जस्तै लेमन, अब लेमन भन्नेलाई एउटा निमोबाट बनेको प्रडक्ट हो। जस्तै यो प्राकृतिक रूपमा एन्टिबायोटिक र म्याक्रोबियल हो। जस्तै तपाईँले पनि थाहा छ एउटा लेमनबाट के हुन्छ भने भिटामिन सी हुन्छ, एउटा मतलब अमिलोबाट केही कुरा खाँदै हुन्छ भने अमिलोमा के हुन्छ भिटामिन सी हुन्छ क्या। भिटामिन सीले के गर्छ एउटा ब्याक्टेरियल र एन्टी म्याक्रोबियल हो। यो चाहिँ हो मान्छे तपाईँले पनि गुलामा पनि हेर्न सक्नुहुन्छ एउटा भिटामिन सी एउटा अमिलो प्रडक्टले के गर्छ भनेर। मान्छे भोलिको दिनमा छिटै कुनै प्रडक्ट जस्तै एउटा अचार पनि बनाउँदै हुन्छ भने त्यसमा अब किन एउटा अमिलो कुराहरू राख्छ भने त्यो लङ टाइमसम्म बाँचोस् भनेर राख्छ के। यसले पिम्पल हटाउन मद्दत गर्छ, यसले तौली छालालाई नरम बनाउँछ र छालाको छिद्रहरू हटाउँछ। छिद्र भन्नाले अब फाटेको अहिले लाइन तानेको जस्तो छ भने अहिले जस्तै बुढा मान्छेले के हुन्छ स्किनहरू झोक्रिने जस्तो हुन्छ नि, त्योहरूलाई टाइट गर्छ अनि सफा गर्छ कि। एक प्राकृतिक उत्थान सुगन्ध प्रदान गर्छ जसले अब चिलाउने चिडचिडा छालालाई शान्त पार्छ। मान्छे अब तपाईँले अरू प्रडक्ट युज गर्नुहुन्छ भने मेन अब चिलाउन पनि सक्छ कुनै बेला होइन, त्यही यो प्रडक्ट युज गर्नुभयो भोलिको तपाईँको चिलाउनेदेखि लिएर चिडचिडापन सबै के गर्छ शान्त गर्छ हजुरको। अब अर्कोमा मैले सबमा मेन्थल युज गरिसकेको छु, मेन्थल पनि मलाई एकदमै राम्रो लागेको छ मेन्थल स्किन केयर सप। अब मेन्थल स्किन केयर सपले के गर्छ भने विशेष गरी तातो मौसममा छालालाई शान्त राख्छ। मानिस गर्मीको टाइममा धेरै गर्मी भइरहेको हुन्छ, गर्मीले मान्छे परेसान भइरहेछ भने यो कुराले अब मानिस तपाईँ एकचोटि युज गरेर नआउने बेलामा युज गर्नुभयो भने पुरै बडीलाई शान्त गरिदिन्छ, चिसो गरिदिन्छ के। मानिस चिसो गरिदिन्छ अनि मजाको रिल्याक्सको तपाईँले निन्द्रा आउँछ। मानिस राति गर्मीको टाइम छ अनि राति सुत्नु छ, अब गर्मीले के हुन्छ छटपटाइराख्नु भएको छ भने एकचोटि यसलाई गएर मजाले चिसो पानीले नहाएर अनि यो युज गर्नुभयो भने तपाईँको माइन्डलाई एकदमै चिसो बनाइदिन्छ अनि चिसो बनाइदिन्छ भने मजाको के आउँछ आनन्दले सुत्न सक्नुहुन्छ। अब यसले के गर्छ भने मांसपेशीहरूको दुखाइ कम गर्छ। मांसपेशीहरू मानिसको अब घुट्नाहरू भयो मांसहरू दुखिरहेको हुन्छ नि त त्यसले पनि कम गर्छ। प्लसमा छालालाई चम्किलो बनाउँछ, पिम्पलबाट बचाउँछ, छालाको फोहर पसिना र अशुद्धि हटाउँछ, लामो समयसम्म ताजा गन्ध छोड्छ। यसले छालाको फुट्नबाट रोक्छ। अब छाला फुटिरहेको छ भने युज गर्नुभयो भने छाला फुट्न पनि रोक्छ, तपाईँले लामो समयसम्म ताजगी दिन्छ कि ताजा जस्तै सुगन्ध पनि दिन्छ हजुरहरूलाई। जस्तै हेयर टनिक मैले पनि युज गरेको छु। मेरो धेरै कपालहरू योभन्दा नि अलि यता थियो कि तर अहिले धेरै कपालहरू आएको छ कि 6-7 महिनादेखि युज गरिरहेको छु। यसको रिजल्ट पनि मलाई एकदमै राम्रो लागेको छ। मैले यसलाई अब छाडेको छैन कि मैले सधैँ युज गर्छु, 2 टाइम युज गर्छु, बिहानै बेलुका 2 टाइम युज गर्छु। यसलाई मैले युज गरेको छु, मलाई एकदमै इफेक्टिभ लागेको छ हेयर टनिक। कपालको जाडालाई बलियो बनाउँछ, चाँडै फुल्ने समस्या रोक्छ र नयाँ कपाल उम्रिने मद्दत गर्छ। मेरो पनि नयाँ कपाल उम्रिएको छ कि साँच्चीकै हो, रियलिटी हो। योभन्दा नि धेरै झरेको थियो कि मेरो कपालहरू यतासम्म पुगेको थियो कि यहाँसम्म। यहाँ धेरै नयाँ कपालहरू एकदम सानो कपालहरू पनि आइरहेको छ कि सानो कपालहरू पनि आइरहेको छ कि यसले केले गर्दा हो कि। भोलिको दिन मैले अरू प्रडक्टहरू युज गरेन तर यसले मैले युज गरेँ अनि रिजल्ट पनि आयो। त्यसपछि मैले युज गर्दै गयो कि 7 महिनादेखि युज गरिरहेको छु। टाउकोमा रगत प्रभाव गर्छ। तपाईँ टाउकोमा अब एउटा कपालको लागि के चाहिन्छ रगत प्रभाव भइरहेको छैन भने तपाईँको कपाल के छ झर्न थाल्छ। तर एउटा रगत प्रभाव मिलेको छ भने रगत प्रभाव राम्रो छ भने तपाईँको कपाल झर्दैन। अब यसले के गर्छ तपाईँको रगत प्रभावलाई सञ्चालन गरिदिन्छ, रुकेको रगतलाई सञ्चालन गरेर बढाउन लगाइदिन्छ। अब काखिरा काम गर्छ र फङ्गसलाई हटाउँछ। अब जस्तै मानिस तपाईँको टाउकोमा फङ्गसहरू छ भने उसलाई पनि मार्छ यसले। अब चिलाउने समस्या कम गर्ने, मानसिक तनाव कम गर्ने, प्राकृतिक रङ दिन्छ, कपाल नरम र चम्किलो बनाउँछ, अब टाउकोलाई शीतलता दिन्छ र रक्त सञ्चार सुधार गर्छ। अब यसले के गर्यो भने तपाईँको कपाललाई नरम र चम्किलो बनाउँछ, प्राकृतिक रङ कालो गरिदिन्छ हजुरहरूको कपाललाई। यति हेल्प गर्छ कि यसले। मैले पनि हेल्प गरेको छ, मैले पनि यसलाई 100% दिन्छु कि आफ्नो तर्फबाट। कसैले पनि सोध्यो भने एकदमै राम्रो पनि छ। भोलिको दिनमा युज गरेर हेर्नुहोस्, तपाईँले पनि एकदमै राम्रो कपाल बनाउँछ कि साँच्चै के मेरो पनि बनाएको छ कि।
जस्तै एलोनिम फेस वासको अलरेडी कुरा गरिसकेको छ कि मान्छेको अब मानिस बाहिरको तपाईँले एलोनिम फेस वासमा के हुन्छ भने घिउ कुमारी प्लसमा निमहरू अरू धेरै कुराहरू मिसाएर बनाएको छ क्या। जस्तै अब यसले एलोनिम फेस वासले के गर्छ, छालालाई गहिरोसँग सफा गर्छ, चौरी कम गर्छ अनि नरम र चम्किलो बनाउँछ। अब छालाको भित्री भागसम्म पुगेर कीटाणुहरूलाई नष्ट गर्छ, पिम्पलको समस्या कम गर्छ र छालाको स्वस्थ राख्छ। छालालाई हाइड्रेट गर्छ भने फ्रेस बनाउँछ र कुलिङ महसुस गराउँछ। छालामा मोइस्चराइजर कायम राख्छ, सुक्खापन घटाउँछ अनि नरम बनाउँछ। छालाको दाग किल मसिना र अन्य सङ्क्रमण कम गर्न मद्दत गर्दछ। छालाको डेड सेल्स हटाएर नयाँ सेल्स बनाउन सहयोग गर्छ। अब यसले के गर्छ भने अब तपाईँहरूको छालालाई फ्रेस बनाउँछ, कुल गर्छ। कुल भन्नाले अब चिसो गरिदिन्छ कि तपाईँको छालालाई पिम्पलबाट हटाउँछ, तपाईँले डेड स्किन्सलाई मारेर फेरि नयाँ स्किन्स क्रिएट गरिदिन्छ, मोइस्चराइज गरिदिन्छ, तपाईँको छालाले अरू सङ्क्रमणबाट पनि बचाउँछ एउटा एलोनिम फेस वासले। एउटा निम भन्नाले अब निमको पात कतिको त्यहाँ अलिक तितो हुन्छ नि त, एउटा मुखमा हाल्नुभयो भने कतिको तितो हुन्छ, बुझ्नुभयो नि। त्यही भएर यहाँबाट तपाईँले फङ्गसहरू मार्ने काम केले गर्छ, निमको पात मानिसको मजाले रब्स गर्नुभयो, रब्स गरेर मतलब मजाले कुट्नुभयो, कुटेर त्यहाँबाट निस्किएको कुटेर के हुन्छ एउटा झोल जस्तो हुन्छ नि, झोल लगाउनु भयो भने त्यहाँबाट पनि फाइदा पाउँछ कि। त्यो सबै झोल बनाएर एउटा प्राकृतिक पातहरूको झोल बनाएर तब एउटा एलोनिम फेस वास बनाएको छ। यो चाहिँ अब यसको ब्रान्ड के छ भने कोलोम्याक्स ब्रान्डको हो। जस्तै अर्को मोइस्चराइजर त अहिले एकदमै इम्पोर्टेन्ट हुन्छ। मान्छे अहिले गर्मीको टाइममा अलिक थोरै पनि युज गर्दा केही हुँदैन, तर एउटा चिसोको टाइममा हाम्रो स्किन धेरै फुट्ने गर्छ कि। चिसोको टाइममा स्किन ड्राई हुने फुट्ने सम्भावना बढी हुन्छ। तर यो मोइस्चराइजर युज गर्नुभयो भने तपाईँको स्किनलाई फुट्नेबाट ड्राई हुनेबाट एकदमै बचाउँछ कि। जस्तै यहाँ हेर्नुहोस्, छालालाई हाइड्रेट गर्छ, चिलाउने समस्या कम गर्छ र नरम बनाउँछ, डार्क डेड सेल्स हटाउँछ र छालालाई चम्किलो बनाउँछ, अनुहारको कालोपन कम गरेर छालाको टोन बराबर बनाउँछ र छालालाई सुरक्षित राख्छ, डेन्ड्रिफ हटाउँछ र चाउरीपन कम गर्छ। यसले समयभन्दा पहिलो वृद्धि र रोक्छ र छालालाई पुनर्जीवित गर्ने रिफ्रेस बनाउँछ। मैले पनि यो मोइस्चराइजरहरू युज गरिरहेको छु कि। मोइस्चराइजरको मैले 7 महिनादेखि मैले जुन प्रडक्ट युज गरेको छु, जुनबाट मलाई एकदमै रिजल्ट राम्रो लागेको छ, त्यो प्रडक्ट मैले अहिलेसम्म छाडेको छैन। 7 महिनादेखि काम पनि गरिरहेको छु, प्लस मैले प्रडक्टहरू युज गरेर अरूलाई फिल पनि गरिरहेको छु, फिल गरेर अरूले सेयर गरेर कमाइ पनि रहेको छु। यो किनकि इम्पोर्टेन्ट छ भने अब यसबाट मैले केही अहिलेसम्म पनि साइड इफेक्ट पाएको छैन क्या, बुझ्नुभयो नि। भोलिको दिनमा तपाईँले पनि युज गर्नुभयो भने केही साइड इफेक्ट पाउनुहुन्न। अब जस्तै एउटा कोलगेट, अरू कोलगेटहरू युज गर्नुहुन्छ भने तपाईँहरू के हुन्छ, जति नै युज गर्यो भने तब पनि सास गनाउने, रगत आउने अरू कुराहरू हुन्छ। अब तपाईँको दाँतहरू फ्रेस नहुने। तर मैले यहाँबाट युज गरेर मैले यो प्रडक्ट नै युज गरेको छु, एउटा टुथपेस्ट नै युज गरेको छु। यसले मलाई एउटा के फाइदा म हेरेँ भने तल मेरो दाँतको तलहरू के हुन्छ, जम्री बसेको थियो कि, जम्री अलिक कालो कालो बसेको थियो। यसले युज गर्दा मैले त्यो जम्री पनि हटिसक्यो कि। यसले युज गर्दा मैले धेरै कोलगेटहरू युज गरेँ। जस्तै तपाईँको के भन्छ, क्लोजअप भयो, कोलगेट भयो, अहिले यता आएको कि एउटा नेचुरल के भन्छ नि, इन्डियन छ नि त, के भन्छ त्यसलाई, अहिले त नाम बिर्सिरहेको छु, म आयो भने भन्छु हजुरलाई। अनि तर यो युज गरेर बेला मलाई के भन्छ, दतकन्ती भन्छ त्यसलाई, दतकन्ती पनि मैले युज गरेँ। त्यो पनि भन्छ कि अब एउटा नेचुरल हो, तर त्यसले पनि रिजल्ट त दियो, तर त्यो भित्रको मैले जम्री बसेको हटाएको छैन। तर यसले युज गरेपछि मलाई जम्री बसेको पनि हटाएको छ क्या। जस्तै यसले मुख हानिकारक ब्याक्टेरिया नियन्त्रण गर्न मद्दत गर्छ। यसले तातो, चिसो वा मिठो खानाबाट दुखाइ कम गर्न मद्दत गर्छ। मान्छे तपाईँले कुनै बेला तातो खानुहुन्छ, चिसो पनि खाइहाल्नुहुन्छ। मान्छे तातो खाना खाएर चिसो खानु भने कस्तो दाँत सिन्न हुन्छ, अर्को जस्तै हुन्छ नि त, त्यो कुराबाट पनि यसले बचाउँछ। यसले गिजा सङ्क्रमण रोक्न मद्दत गर्छ। गिजा भन्नाले तपाईँहरूको मुख गनाउने एकदमै हुन्छ कि, गिजा परेर एकदमै मतलब त्यो फङ्गस परेर एकदमै गनाउनुहुन्छ, त्यहाँबाट पनि यसले बचाउन हेल्प गर्छ। यसले गिजाको रोग जोखिम कम गर्छ। यसले मुखमा दुर्गन्ध पैदा गर्न ब्याक्टेरिया घटाएर सासको दुर्गन्ध हटाउने मद्दत गर्छ। यसले दाँतलाई उज्यालो र सेतो बनाउँछ। मैले पनि युज गरेको छु, तपाईँहरू पनि युज गर्नुहोस्। अहिलेसम्म पनि मैले बाहिरको प्रडक्ट नयुज गरेर यही युज गरिरहेको छु, किनकि यो डेली लाइफमा युज गर्ने कुरा हो। भोलिको दिनमा तपाईँ पनि यही युज गर्नुहोस्। मेरो एउटा योभन्दा पनि अलि एउटा राम्रो भर्खरै हाम्रो प्रोबायोटिक भन्छ, प्रोबायोटिक कोलगेट आइसकेको छ कि, योभन्दा नि अलि राम्रो। त्यसमा अब के छ भने आफूले ब्याक्टेरिया हुन्छ, ब्याक्टेरियाले गरेर तपाईँले सफा गर्छ। प्रोबायोटिक एउटा प्रडक्ट भर्खरै लन्च भइसकेको छ कि हाम्रो कम्पनीमा। त्यो अब तपाईँले प्रोबायोटिक गुगलमा पनि सर्च गर्न सक्नुहुन्छ। त्यो यस्तै नेपालभरिमा अब धेरैजनाले त्यो युज गर्दैन, प्लसमा लन्च पनि गरेको छैन। तर डाइरेक्ट सेलिङ कम्पनी हाम्रो चाहिँ नेपालभरिमा यस्तो डाइरेक्ट सेलिङ कम्पनी वाइबी ट्रेड नेपालले मात्र त्यो प्रडक्टहरू लन्च गरेको छ क्या, बुझ्नुभयो नि। वाइबी ट्रेड नेपाल मात्र पाइन्छ तपाईँको प्रोबायोटिक, अरू तपाईँले सर्च गर्न सक्नुहुन्छ, पाउँदैन कि छिट्टै, बुझ्नुभयो नि।
जस्तै यहाँ हेर्न सक्नुहुन्छ रोजमेरी स्याम्पू। रोजमेरी स्याम्पू भन्नेले के गर्छ भने यसले कपाल झर्ने र फुट्ने कामलाई कम गर्छ। यसले कपालको वृद्धिलाई उजेतित गर्छ। यसले चाया कम गर्छ। यसले टाउकोमा तेल उत्पादनलाई नियन्त्रण गर्छ। यसले टाउकोमा जलन र चिलाउनेबाट बचाउँछ। यसले नियमित प्रयोगले समयभन्दा पहिलो कपाल फुल्नबाट जोगाउँछ। अब यसले कपालको प्राकृतिक चमक र कोमलता थपिदिन्छ। अब एउटा सेम्पू बाहिरको युज गर्नुभयो भने तपाईँको जति पनि सेम्पू युज गर्यो भने बाहिरको सेम्पूहरू केमिकलले गर्दा तपाईँको कपाल पनि झर्ने सम्भावना बढ्छ कि। तर यो युज गर्नुभयो भने झर्न सम्भावना दिँदैन, प्लसमा एउटा नयाँ कपाल पनि उमार्ने हेल्प गर्छ। अब यहाँ हेर्न सक्नुहुन्छ अब जस्तै तपाईँहरू बेगहरू युज गर्नुहुन्छ। अब बेगहरू युज गर्नुहुन्छ भने अरू देशहरूको युज गर्नुहुन्छ, तर हामी चाहिँ नेपालमै बनेको बेगहरू युज गर्नुभयो भने हाम्रो नेपालको आर्थिक अवस्थामा, हाम्रो नेपाल सरकारले ट्याक्सको अवस्थामा सबै हेल्प हुन्छ। जस्तै यो बेगहरू के कोबाट बनाएको छ भने गाँजा, माछी काँडे र शुद्ध छालाबाट बनेको झोलाहरू छ। गाँजा भन्नाले त्यो गाँजा खान्छ नि मान्छेहरू, त्यसको अब बोक्राबाट बनेको, माछी काँडेबाट बनेको र शुद्ध छालाबाट बनेको हो। यो भयो तपाईँको केटाहरूको बेग। अब केटीहरूको लागि पनि छ, केटीहरूको लागि पनि केबाट क्यानभ्यास, ढाका, नेपाली लुगाबाट बनेको महिलाहरूको लागि झोला हो। अब तपाईँहरू पनि आफ्नो आमा बुवा भनिरहेको छु, आमा बहिनीहरूको लागि या अरू तपाईँ आफ्नो बुढीको लागि पनि यहाँबाट बेग लिन सक्नुहुन्छ। किनकि यो चाहिँ हाम्रो नेपालमै बनेको तपाईँले युज गर्नुभयो भने तपाईँलाई फाइदा हुन्छ, प्लसमा नेपालमा बसेको मान्छेलाई, नेपाली मान्छे हो भने नेपाली प्रडक्टलाई बढी फोकस गर्नुभयो भने भोलिको दिनमा हाम्रो चाहिँ एउटा नेसनल होइन कि इन्टरनेसनलसम्म पुर्याउने सोच छ। अब तपाईँहरू पनि हेल्प गर्नुभयो भने भोलिको दिनमा इन्टरनेसनलसम्म पनि पुग्ने छ। बुझ्नुभयो? जस्तै यहाँ हेर्न सक्नुहुन्छ हाम्रो पोसाक भन्नाले अब जस्तै कस्तो कस्तो छ भने तपाईँको कोट सेट, ब्लेजर सेट भयो। अब तपाईँको यो हुडीहरू, के हुडी भन्छ यसलाई, ड्रेसहरू जस्तै लेडिजहरूको लागि पनि छ। अब सर्टहरू भयो, यता नि हेर्न सक्नुहुन्छ तपाईँको टी सर्टहरू, प्यान्टहरू, सर्टहरू। यो चाहिँ अब हामी चाहिँ वाइबी ट्रेडमै उत्पादन भएको नेपाली ड्रेसहरू हो कि नेपाली कपडाहरूबाट उत्पादन भएको। ल अहिलेको लागि मेरो कुरा सुनिदिनु भएकोमा तपाईँहरूलाई धन्यवाद भन्न चाहन्छु। बुझ्नुभयो? अब तपाईँहरूले मान्छेहरूले विदेशको प्रडक्ट युज गरिरहेछ। विदेशको प्रडक्ट युज गर्नुभयो भने अब विदेशतिर जान्छ पैसाहरू। अब नेपालमा अब के छ भने बढी के भइरहेछ, एक्सपोर्ट भइरहेछ, इम्पोर्ट भइरहेछ। बाहिरको प्रडक्टहरू किनिरहेछ, बाहिरको प्रडक्टहरू मात्र किनेर बेचिरहेछ कि। तर हामीहरूको वाइबी ट्रेड नेपालको सोच के छ भने नेपालीहरू जति प्रडक्ट युज गर्छ भने यो नेपालमै बनेको वाइबी ट्रेडकै हुनुपर्छ भनेर हामी हिँडिरहेछौँ। अब वाइबी ट्रेडकै प्रडक्ट भयो भने नेपालभरिमै सबै प्रडक्ट नेपालकै हुनु भयो भने अब नेपाललाई पनि फाइदा भयो, प्लसमा अरू देशमा नि गयो भने अरूको देश पनि युज गर्यो भने हाम्रो आर्थिक अवस्था, हाम्रो जिडिपी, ग्रोस डोमेस्टिक प्रडक्ट भन्छ, त्यसमा पनि इन्क्रिज हुन्छ। अहिले हाम्रो जिडिपी एकदमै थोरै छ कि, घटेको छ कि। तर हाम्रो चाहिँ यो कुराहरू सबै कुराहरू लन्च भयो भने अझै धेरै फुड सप्लिमेन्टहरू अझै धेरै लन्च भइरहेछ कि। त्यो कुराहरू पनि भयो भने भोलिको दिनमा हाम्रो कुनै पनि प्रडक्ट, सबै प्रडक्ट आफ्नै भयो भने भोलिको दिनमा अरू देशलाई पनि पठाउनुलाई सहज हुन्छ। अहिलेको लागि यति भन्दै म तपाईँहरूको माझबाट बिदा लिन चाहन्छु। अहिलेसम्म मेरो कुरा सुनिदिनु भएकोमा तपाईँहरूलाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु। अहिलेको समय फेरि पनि म यो माइक हाम्रो चाहिँ होस्ट सुमन श्रेष्ठ सरलाई दिन चाहन्छु। उहाँले फेरि केही कुरा हजुरहरूले सेयर गर्नुहुन्छ। अहिलेको लागि यति भन्दै म तपाईँहरूको माझबाट बिदा हुन चाहन्छु। अहिलेको लागि धन्यवाद।